र हजुरहरूलाई यो लन्डन ब्रिज पनि भन्ने गरिन्छ हैन। हजुरलाई यहाँ ल्याउँदैछु, हेर्नु होला लन्डन ब्रिज। नमस्ते सम्पूर्णमा। आज म हजुरलाई फेरि यो कतारको कलर पुल अथवा कलर ब्रिजको छेउछाउतिरको भिडियो खिचेर हजुरहरू समक्ष राख्दैछु। हजुरहरूले हेर्नु होला है। र यहाँ नि विशेष लाइटिङ कलरहरू 2-3 किसिमको बल्ब छ र यसमा मैले विशेष आज यो ग्रीन लाइट र रेड लाइटको बारेमा अलिकति भिडियो बनाएको छु र यसको वरिपरि तपाईहरुले देख्न सक्नुहुनेछ गार्डन हैन, बोट बिरुवाहरू मजाले देख्न सक्नुहुनेछ र यसमा हामीले साथै यहाँ छेउछाउतिर आइयो घुम्न भने पनि बस्ने ठाउँहरू छ र हामी यसरी गएर त्यहाँ नि हैन बस्न सक्छौं। तर बस्नुभन्दा अगाडि चाहिँ सरसफाई गरेर बस्नु होला है, धुलो हुन्छ। र यसरी हामीले बसेर आराम लिन सक्छौं, वरिपरि हेर्न सक्छौं, त्यहाँको रमणीय दृश्य, साथै त्यहाँनिरको तपाईको रुखहरू हेर्नुहोस् जुन हाम्रो नेपालतिर पाउने रुखहरू छ हैन, सिरिसहरू छ, त्यसलाई रोपेर राम्रो बनाइएको रहेछ। र यसै गरेर त्यहाँनिर गाडीहरू हेर्नुहोस् हैन, सरर गाडीको साइड रोड छ, त्यहाँनिर साइडमा मान्छे हिँड्ने बाटो फराकिलो बनाइएको छ हैन। र यहाँनिरको बिरुवाहरूको बारेमा हजुरलाई भन्दैछु। हेर्नुहोस् पिपलको बिरुवा जस्तो देखिन्छ तर यो पिपल होइन, अन्य रुख हो हैन। त्यसको मुनि गार्डनहरू छ मजाले र यो बाटो फराकिलो बाटो छ साइडबाट यात्रीहरूको लागि पनि हैन। अब नेपालमा चाहिँ कहिले यस्तो थाहा छैन। अब यहाँनिर बसहरू यो हाम्रो अहिले ट्राफिक भएकोले गर्दा र यहाँको दुबोहरू हेर्नुहोस् हैन कति मरिसकेको छ, तर पानी लाएर मल लाएर यो दुबोहरू पनि राम्रो हुन्छ। त्यसैले सरसफाई एकदम सिनिक्क छ हैन। विदेशमा दुबो छ यस्तो रोड्सको साइडमा हैन, ठाउँ एरियामा तपाईले देख्न सक्नुहुन्छ गार्डनहरू भएको हैन, रोडको वरिपरि गार्डनहरू भएको पनि थाहा देख्न सक्नुहुनेछ। र अब यहाँ पर देख्नु हुँदैछ नि रोडमा कलर के भएको होला, किन त्यहाँनिर रातो लागिएको होला जस्तो लाग्छ नि। वास्तवमा त्यो रातो लाउनुको कारण चाहिँ त्यहाँनिर बस रोक्ने जग्गा हो, बस रोक्ने ठाउँ हो। त्यहाँनिर चाहिँ लेखेको हुन्छ तपाईको बस स्टप भनेर, त्यहाँ चाहिँ बसहरू हैन रोक्न सक्छन् र प्यासेन्जर उतार्न चढाउन सकिन्छ। र यहाँनिर यो लाइट बलेको चाहिँ बस स्टप हो जहाँ यात्रुहरू बस्ने हैन, गाडी वेटिङ गर्ने ठाउँ हो एक्चुअली। अब यो चाहिँ अलिक नयाँ भएकोले ठाउँमा व्यवस्थित भएकोमा चाहिँ एकदम राम्रो बस स्टप हुन्छ हैन। यो वेस्ट साइडको हो हैन। र कुनै बस स्टपमा चाहिँ तपाईको एलसीडीहरू पनि राखेको हुन्छ कुन कति बजी आउँछ भनेर, र यसरी यहाँनिर लेखेकै हुन्छ र यहाँनिर सबै देख्नुहुनेछ। र यो कलर ब्रिज हैन, यानी कि कसैले लन्डन ब्रिज, कसैले रसी ब्रिज भन्छ हैन, आफ्नो आफ्नो नामहरू छ। जस कलर चाहिँ यहाँ चेन्ज भइरहेको हुन्छ हप्ता दिन महिना दिनमा। अब अहिले यो कलर छ, हजुरहरूले फेरि एकछिनमा अहिले अर्को कलर देख्न सक्नुहुनेछ। र यहाँनिर हेर्नुहोस् ट्राफिक हैन, ट्राफिक अति मात्रामा ठुलो रोड भएकोले यो सलुवा रोड हो, यतापट्टिको सलुवा रोड हो जहाँ पश्चिमपट्टि दुवा जान्छ अनि पूर्वपट्टि हामी साउदीको बोर्डरतिर जान सक्छौं, होम सलाल जाने बाटो हो हैन। र यहाँनिर ट्राफिकको लाइटहरू बलिरहेको हुन्छ, त्यो टाइममा हामीले क्रस नगर्ने, जब ग्रीन बत्ती आउँछ तब क्रस गर्न सकिन्छ र वेटिङ गर्नुपर्ने हुन्छ। अहिले रेड लाइन बलिरहेको छ, हेर्न सक्नुहुनेछ। गाडीहरूलाई अहिले जानको लागि लाइट बलिरहेछ। यो पुरा सल्ला रोड हो, पर जानु भने दाना मार्केटहरू पाउनुहुन्छ हैन।
र यहाँ गार्डनहरु छ, बसेर यसो हल्का रेस्ट गर्न पनि सक्नुहुनेछ। र यो लाइटले गर्दा ब्रिज एकदम राम्रो हैन, साह्रै मजाको देखिएको छ। र सँगसँगैमा यहाँको अब कतारको रुल्स, ट्राफिक रुल्स हेर्नुहोस् हैन। अब हामी बाटो काटेर पर जानको लागि पनि वेटिङ गर्नु परेको छ हेर्नुहोस् हैन। र यो भाइले केही कुरा भनिराख्नु भएको छ, सुन्नुहोस् है। हजुर भाइले भने जस्तै ट्राफिक हामीले पालना गर्नुपर्छ, ट्राफिक रुल्स। जेब्रा क्रसिङ गर्ने टाइममा त्यहाँ लाइट हुन्छ, लाइटको साइडमा हामीले पिलरको साइडमा लाइट हुन्छ, त्यहाँदेखि हामीले स्विच बटन गर्नुपर्छ र पिलरमा हामीले कुन बत्ती बलेको छ भनेर ध्यान दिने। रेड बत्तीमा हामीले क्रस गर्नु हुँदैन, जबसम्म ग्रिन बत्ती बल्दैन हाम्रो लागि तबसम्म क्रस गर्नुहुन्न। र यसै गरी अब अहिले लाइट हेर्नुहोस्, यहाँनिर अहिलेकै ब्रिज हो हैन। यहाँनिर अब अहिले रेड कलरको तपाईँले देखिराख्नु भएको छ लाइट हैन। अब लाइट चेन्ज भइरहेको छ र अब अहिले अर्कै कलर देखिराख्नु भएको छ। मैले हजुरलाई यही भिडियो रिपिट गरिरहेको छु। अब हामी लाइट चेन्ज भएको छ, हामी फेरि यहाँ अर्कोतिरबाट हामी जेब्रा क्रसिङ गरेर ब्रिजको मुनि के कस्तो छ, कसरी लाइट जोडेको छ, यो कस्तो हो भनेर हजुरहरूले देखाइरहेको छु। र हजुरहरूले दुईटै देख्न सक्नुहुनेछ, ग्रिन र रेड कलर हैन। र हजुरहरूलाई म अन्य कलरको बलेको बेला पनि भिडियो बनाउने प्रयास गर्नेछु। र यहाँको हेर्नुहोस्, अहिले त जो बाइकमा गइराख्नु भएछ डेलिभरी बोय भन्छ हैन, कतारमा जो घर घरमा खानाहरू पुर्याउने काम गर्नुहुन्छ। र त्यसै गरेर यहाँनिर वेटिङ भइरहेछ गाडीहरू हैन। अब म पनि भिडियो खिचिरहेको छु र यसै टाइममा पनि एकदम जेब्रा क्रसिङको एकदम ख्याल राख्नुपर्छ लाइटको हैन। र हेर्नुहोस् यसको मुनि कस्तो छ। र यो अहिलेको ठाउँबाट खिचेको भिडियोहरू हो हैन। जुन सल्ला रोड थियो हैन, अहिलेको नि सल्ला रोड, यो पनि सल्ला रोड, दाना मार्केट। र यो ब्रिजको मैले अझै लाइट चेन्ज हुँदाखेरि अझै सुन्दर हैन, अझै राम्रो देखिँदो रहेछ। त्यही भएर हजुरलाई देखाउने प्रयास गरिरहेको छु हैन। हेर्नुहोस् परबाट हेर्दा अब विदेशमा हेर्दा र देख्दा साह्रै राम्रो मन छुन्छ हैन। हुन त हाम्रो प्राकृतिक सुन्दरता छ नेपाल, यहाँ आर्टिफिसियल हो, तर पनि विदेशमा यस्तो देख्दाखेरि हामी नेपालमा बस्ने सबैलाई पनि विदेश जाउँ के कस्तो छ भन्ने हुन्छ। वास्तवमा विदेशमा साह्रै दुःख छ। हजुरहरूले भिडियो टिकटक साथीभाइको देखेर विदेश आउने सोच्नुहुन्छ नि, नआउँदा नि हुन्छ। हुन त नेपालमा केही गर्न अवसरहरू छैन, तर पनि सकेसम्म नेपालमा केही गरौँ भन्ने हो। पढ्दैको नानी बाबुहरू स्कुल छोडेर नआउनु होला हैन। विदेशमा दुःख छ, काम गर्न गाह्रो छ। अर्काकोमा नकुर बस्नुपर्ने हुन्छ, त्यही सोच्नु होला। अर्काकोमा हली बस्न आउँदैछु भनेर, त्यही भएर गाह्रो छ। र यसै गरी र यो चाहिँ सल्ला रोडमा पर्छ यो ब्रिज हैन। र हजुरहरूले हेरिसक्नुभयो।
हजुरलाई यो भिडियो के कस्तो लाग्छ कमेन्ट एन्ड शेयर पनि गरिदिनु होला र मेरो युट्युब च्यानल फेसबुक पेजलाई फलो एन्ड लाइक गरिदिनु होला। हवस् त, धन्यवाद। भिडियो हेर्दै गर्नु होला है।